हेलो साथीहरू सबैजनालाई नमस्ते मेरो तर्फबाट। अनि अहिले तपाईहरुले हेरिराख्नु भएको छ एलिस राई युट्युब च्यानलबाट। मेरो नाम चाहिँ एलिस राई हो र म चाहिँ आज गोठालो जाँदै छु र गोठालोतिर चाहिँ एकदमै आजभोलि घामले बर्खाको समयमा घाम लागेर गर्मी भएर तपाईहरुले हाम्रोतिर चाहिँ एकदमै गर्मी छ। तपाईहरुकोतिर कस्तो छ कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। र म चाहिँ एकदमै गाउँघरको भिडियोहरु ल्याइराख्ने छु अनि तपाईहरुले पनि मलाई साथ सपोर्ट दिइराख्नु होला भन्न चाहन्छु। र हामी एकअर्का साथ सपोर्ट गर्दै जानुपर्छ। र हाम्रो यस्तै छ गाउँघर आजभोलि। यता कतितिर खोला छ, यतापट्टितिर बाँसबारी छ, जङ्गल, खोला, भिर, पाखा, पखेरो यस्तै छ साथीहरू। यसरी नै हामी हिँड्छौँ, यस्तै घाँस गोठालो गर्छौँ। अनि तपाईहरु गाउँघरमा बस्नुहुन्छ भने ठिकै छ, सहरमा बस्नुहुन्छ भने पनि ठिकै छ। जहाँ बस्नुहुन्छ राम्रै हुन्छ। आफ्नो ठाउँ गाउँ सबैलाई प्यारो लाग्छ। मलाई आफ्नो ठाउँ गाउँ नराम्रो भए पनि आफैलाई मलाई राम्रो लाग्छ। त्यही हो सबैको, राम्रो नराम्रो भए पनि गाउँ ठाउँ आफैलाई प्यारो लाग्छ।